च्यानल मात्रै होइन च्यानल पनि खोले छन् फर्स्ट टाइम भ्लग पनि बनाएको छन् सब्सक्राइब गर्नु पऱ्यो जतिजना मेरो सपोर्टरहरू हुन्छ जतिजना मेरो फ्यानहरू हुन्छ भाइको युट्युब च्यानललाई बुस्ट गर्नु पऱ्यो गाइज सपोर्ट गर्नु पऱ्यो भाइको हाँसो यति मिठो छ कि छोडिदियो कासोका टक्क लाएर आइसकेको रहेछौँ के भएको म हुन्छ कि क्या हो चिप्लिन्छ पछाडि झन् त्यो हिलो थाहा कि नै त्यहाँ यस्तै गऱ्यो फेरि यहाँ गर्थ्यो त्यो मान्छे हाँसे त्यो सुटीहरू थियो नि छेउमा लास्टको बाइकमा त बाटै सघा गर्थ्यो अरे हेलो एन्ड नमस्ते सबैजनालाई यो चाहिँ मेरो न्यू भ्लग सबैजनालाई माया र साथ सपोर्ट गरिदिनु होला अनि साथसाथै सब्सक्राइब र बेल आइकन पनि टिङ्ग बजाइदिनु होला आज चाहिँ हामी साजन दाईको क्लास जाँदैछौँ कहाँ जाँदैछौँ अरे भाइ क्लासमा अनि नवीन भाइलाई नि फोन गरेको भाइ सुतेर पुरा हजुर दाई भन्दै आएको रहेछ सो नवीन भाइ चाहिँ हामीसँग आएन अब आज चाहिँ हामी साजन दाईकोमा एउटा बहिनी आएको छ कम्पिटिसनको लागि साजन दाईले सिकाउँदै हुनुहुन्छ डान्स अनि त्यही भएर दाईले बोलाउनु भएको थियो आज चाहिँ हामी त्यहाँ जानेछौँ त्यसपछि चाहिँ अरू के हुन्छ देखाउँदै गर्नेछौँ हामी चाहिँ साजन दाईको क्लासमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ हजुरहरूले नेसन डान्स स्टुडियोमा आइसकेको छौँ साजन दाई चाहिँ खाना खानुभएको रहेछ घरमै हुनुहुँदो रहेछ भर्खर खाना खानु भएर अनि त्यही भएर बसिराख्नु भएको रहेछ त्यही भएर हामीले ढोका सोका खोलेर टक्क लाएर आइसकेको रहेछौँ के भएको म बहिनी तिमी कति फाइनलमा पुग्यो होइन आज फाइनल ल ठिक छ तिम्रो नाम के अरे अलि राम्ररी भन न यता हेरेर अनि त्यसपछि कहाँ अरे कम्पिटिसन चाहिँ हजुर खुट्टी पिपल ए नानी चाहिँ हल्का लजाउने टाइपको रहेछ त्यही भएर त्यही हो सम्झिनु बुझ्नु न अब आफूले गाइस कोरियोग्राफी चाहिँ सकिसकेको छ साजन दाई आएर सिकाइसक्नु भएको छ मेरो भाइको च्यानल फर्स्ट टाइम च्यानल मात्रै होइन च्यानल पनि खोले छन् फर्स्ट टाइम भ्लग पनि बनाएको छन् सब्सक्राइब गर्नु पऱ्यो जतिजना मेरो सपोर्टरहरू हुन्छ जतिजना मेरो फ्यानहरू हुन्छ भाइको युट्युब च्यानललाई बुस्ट गर्नु पऱ्यो गाइज सपोर्ट गर्नु पऱ्यो भाइको हाँसो यति मिठो छ कि छोडिदियो करेला पनि छैन भाइ करेला सरेला जम्मै ठिक छ जस्तो भयो भने गाइस पानी परेको छ पानी अघिसम्म घाम लागिरहेको थियो अहिले पानी परिरहेछ केही छैन भाइ तिमीलाई चाहिँ कङ्ग्रेचुलेसन है फेल भएको भए एउटा विषय लाएर धेरै होइन छोडिदिन्छु अरे पो पढ्न कस्तो यो भाइ हजुरको ल अब फेरि दुईजना भ्लगरहरू आज अबदेखि गाइस मेरोमा चाहिँ के अरे 0.5 छैन त्यही भएर यही लिएर आउनु परिरहेको छ आइफोन होइन नि त मेरो त्यही भएर एन्ड्रोइड हो नि त टक्क लाएर पानी पनि खतरा परिदियो यार Ini yang akan
सबैले साधन चलाउँदा फोनमा ध्यान दिनु भनेको आफ्नो कदमलाई अन्धकारतर्फ धकेल्नु। जीवन अनमोल छ र त्यसलाई जोखिममा राख्नु भनेको हाम्रो नवीन भाइ पनि आइसकेको छ। अघि सुतिरहेको थियो, त्यही भएर देखाउन पाएन। अहिले चाहिँ आइसक्यो। आज चाहिँ भिडियो गराउन जाने भनेको यार के हुन्छ बिस्तारै भिडियो गराउन जाने भनेको। मौसम त यस्तो छ, पानी परिरहेको छ खतरा। दिल त गार्डन, मौसम त गार्डन भाइले चाहिँ यहाँ केटाको प्यान्ट भनेर केटीको प्यान्ट बोकेर आएछन्। पुरा खतरावाला ल्याउने मान्छे चाहिँ यही भाइ हो। हेर्नु एकदमै थाहा हुँदैन र मलाई केटाको। सरी गाइज, हाम्रो नवीन भाइले चाहिँ केटाको प्यान्ट भनेर केटीको प्यान्ट बोकेर आएछ। भाइ ए भाइ, तिमीले सुरुमा कन्फ्युज भएको थियो क्या मलाई लगाउनु दिनु भनेर? धन्न प्यान्ट चाहिँ ल्याएछौ, किनेर चाहिँ ल्याएनछ। सुन ल मैले यहाँ प्यान्ट हेर न, त्यहाँ केटीको बोकेर। मलाई त पहिला शङ्का मात्रै लाग्थ्यो, अहिले त कम हुन्छ कि क्या हो? भाइ यार हिँड जाउँ अब। विद्युत वाला भाइ। भाइ कहाँ हिँडेको? पोल बनाउन हिँडेको भाइ? भाइ लाइन गाइज, यहाँ लाइन गएर यहाँ बत्ती बिग्रेछ, तारहरू यस्तो पोल बिग्रेको रहेछ। त्यही भएर चाहिँ यो भाइ चाहिँ ओ विद्युतवाला भाइ फोनमा बोलिरहेको रहेछ। डिस्टर्ब लाइनको किन लाइनको भन्दा सोध्यो के मान्छे? अयो खाना मलाई त्यो बनाउनु जस्तो विद्युतवाला भाइ दाई भन्न आयो भाइ। सरी ए भाइ, कहाँ हो अब नेक्स्ट डेस्टिनेसन कहाँ हो अब तिम्रो? साडी घुमाइसक्यो। हेलो गाइज, हाम्रो हरिदाई पनि आइसक्नु भएको छ। यसले पनि भ्लग स्टार्ट गर्न लागिसकेको छ है। ल तेरो स्लोगन यो क्या फेरि? उसले हेर्छ बे नमस्ते एभ्रिवान हो क्या? नमस्ते, वेलकम टु सुन न, के अरे के भन्नु भएको थियो यार? के प्लान के अरे खाना खाएर एकछिन बसेर 3 बजीतिर 3:30 बजीतिर भेटेर त्यो मोमो खाने प्लान छ हाम्रो चाहिँ। अब किमाहरू लिएर आएर अब हामी कतिजना 8, 9, 10जना जति हुन्छौँ। सबैजना बिजी छ आफ्नो। आज शनिबार, सबैजना आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु पऱ्यो। त्यो पहिला म मिलाउँछु यार। के अरे त्यसपछि मोमो चाहिँ मेरो घरमा खाने। अनि हामी कहाँ हुन्छ भेटिनेछौँ, हेर्दै गर्नु होला। किप वाचिङ गाइज है, किप वाचिङ गाइज। भाइको च्यानलमा पनि है। ल मोमो पनि आइसकेको छ, त्यसपछि चटपटे पनि यहाँ बनिसक्यो। बहिनीहरू पनि आइसकेको छन्, सबैजना आइसकेको छन्। अब के भन्यो त? अनि मेरो बहिनी त्यहाँ 80 हो नि त ढाबामा, त्यहाँ 90 हो। के भने भन यता त्यहाँ होइन, मैले भनिसकेँ। हजुर, तिमीले चाहिँ गऱ्यौ कि नै? ए तिमीले गऱ्यौ कि नै बहिनी? ए काली, ए काली, ए काली गोरी हो। तिमीले सब्सक्राइब गऱ्यौ कि नै? ल म पठाइदिन्छु। तिमीले उसले तिमीले गऱ्यौ कि नै सब्सक्राइब? गऱ्यो मेरो। ए बहिनी, तिमीले सब्सक्राइब गऱ्यौ कि नै मेरो च्यानल? तिमीले? म पठाइदिन्छु, त्यसरी सब्सक्राइब गर ल। यो भाइ चाहिँ मेरो फर्स्ट सब्सक्राइबर है। मेरो डल्लो भाइ यसरी देखाउनु पर्छ। हमला हमला
च्यालेन्ज जाऊ न च्यालेन्ज खेल्ने हो टाइमलेस बनाउनु ओ यहाँ हाल त फेरि खतरा च्यालेन्ज खेलिदिन्थेँ नि फेरि म त ओए यता बस्छु म ए तिमी कहाँ जाऊ जाऊ कता अलि उता जम्मे त यस्तरी नबखाउ न अहिले जाऊ न यार अन्जु मन्जु यता तिमी यो एउटा ननिकाल है भाइको नजिक लागि सुनिहाल्छ त राम्रो हो ल भाइ यो सापचुप सापचुप भ्याइन्छ मै गाइज अब अगाडि हेर म त यार तर मान नमान त्यो मान्छेलाई एउटा कुरा सिकाउनु पर्छ यो त मैले चुम्मा किन खाएँ जस्तो लाग्छ न यो त तर कसम हेर त चुम्मा खाए जस्तो अरे सुँग न एकचोटि डढेको वासना आएको सुँग न एकचोटि चट्नी अनि त्यो बाफेर हुन्छ नि मम्मीलाई चटपट लगाइदिनु भन्छु भनेको छोडिदिनु हजुर मम्मीलाई त मनै पर्दैन त्यस्तो मेरोतिर त खान्न मम्मीले खोला भन्दा पनि नि बोल्दा देखेको पिरो भयो म त यताउति हिँड्दाखेरि भेट्छु त्यस्तो त्यस्तो सिकाउनु भने नि किन यस्तो रियाक्सन दियो हौ यो करासारहरू त होमिसको त राम्रो देख्नु भयो राम्रो देखे नि नदेखे नि साधन दाइ नाम के हो म भन्दैन को कञ्चना फिल्ममा खेल्ने फेरि? बदममा हमला हुन्छ महँगो त्यही हो नि त कोक र यो मात्रै मजा लाग्यो मलाई नै कोकसँग गरेर यो मात्रै खान त त्यो लाउनु पऱ्यो गाडी त्यस्तै देखियो अघि हेलो बेबी आई मिस यु भन्छ गाडीले के त्यो एउटा गरौँ त अघि हाँसेको खतरा हाँसो लक्ष्मी हाल्नु नपाउनाले म अघि क्या हरिले प्याम्पर्सवाला कुराहरू थियो नि सुधी बा हाँसेको अरे यसरी क्या त्यो पछाडि ढल्ला जस्तो गरेर क्या दिवा चाहिँ यहाँ गयो चाहिँ मैले हेरिरहेको छु कुन बेला उसको चिप्लिन्छ पछाडि झन् त्यो हिलो थाहा कि नै त्यहाँ यस्तै गरेर क्या फेरि यहाँ गर्थ्यो त्यो मान्छे हाँसे त्यो सुटीहरू थियो नि छेउमा अन्तीहरू आएको थियो नि त्यहाँ 3-4 जना तिनीहरूले हामीलाई भने कि त आन्टी भन भर्खर यो हामीलाई हेरेर आफै आफैमा कुरा गर्दा फेसमा स्माइल गराइसक्यो यो भाइको हाँस्यो यस्तो एउटा रियाक्सन कसम अझै 1-2 चोटि अझै हाँसेको भए कति झन् गर न हिँडेरै उसैलाई हिँड्दा भन्नु नि नाइ नर्मल हिँड्दैन क्या प्याम्पर जाने क्या अघि के भयो त्यो सुकाउनेवाला ठुलो हुन्छ नि त सुकाउनेवाला एयरपोर्ट के अरे ठुलो लाउँछ र ए भाइ तिमी देखिन गयो बाटे आछ
के अनि यसले हाँसेन यस्तो अरे मान्छे कत्रो त्यो ठुलो लाग्यो भने के हुन्छ भाइ आफ्नै ब्रान्डको सोचिरहेको आफ्नै आफ्नै ओ त्यहाँ राख न हेर्दा यो लक्ष्मी बहिनी एक्लै हेर्दा लास्टको बाइक त बाटै सघा गर्दैन हेर्नु अधिकार छ सेम डर मात्रै आएको होइन तर यो सीता कि देवी कि लरी हिन्दी बहिनी हो के सीता कि देवी कि लरी सिनेका हातमा गरेर त देखाउ न अब यसले के गरी भन्दा सबको भएर उनको छुट्टी हाल्छ हेर त्यहाँ ओ 1920 भयो मुभीमा क्या ल बाटाले लुगा गरेको हेर ल फेरि लुगा गरेर गाइस हत्र यता केबाट आवाज आयो के होइन तिम्रो हाँसो सुनेर त्यो तिम्रो फेस अनुसार सुहाएन तिमीलाई कञ्चनामा फिक्स हो कसले भन्थ्यो हरिको भिडियोमा लक्ष्मी बहिनी तिमी कञ्चना 5 मा फिक्स हो ल भिडियो हेरेको होइन हरि तिम्रो भलाले हेर्दैनन् क्या साइड हरिको भ्लग हेर्दैन भने त रियाक्सनै छैन हेर न त्यहाँ आज चाहिँ तीनजना एक दुई मेरो त हेर्दैन उनीहरूले सेयर मात्रै हान्छ उनीहरूले के गर्छन् थाहा सेयर हान्छ नि भिडियो हेर्दैनन् क्या नढाटिकन हो कि नै तिमीले पनि भिडियो हेर्दैन सेयर मात्रै हान्छ न सबजना त्यही बारी लाग्यो क्या यहाँ हेर्नु आरिसले हेर्छ नबिनले राहुलले मैले प्ले गरिदिन्छु त्यही होइन कि किन थाहा आगोको त्यो गाइस केही पनि मिठो छैन केही मिठो छैन यहाँ केही मिठो छैन केही मिठो छैन सखा भइसक्यो गाइस है केही मिठो अब यो कोक मिठो छ यो पनि एकछिनपछि नमिठो हुन्छ अहिले केही मिठो छैन चिनी लागेन अरे गाइस केही मिठो छैन केही मिठो छैन ठिक छ गाइस यो भ्लग खत्रै डेन्जर लामो हुन्छ जस्तो त्यही पनि हजुरहरूले हेरिदिनु होला है त पानी आएन त्यो पानी आशा धुनेछौँ पिरो भयो होइन डेन्जर पिरो भयो रमाइलो भयो हाँसो पनि खतरा आयो है त हामी यो चिनी हालेर अनि फेरि खान्छौँ नि तिमीभन्दा अलिक गोरो नै छु क्या ल ल छिटो 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 कल्ला कञ्चना म्युजिक पनि बजाउन लाग्यो यहाँ बोलिरहेको
हेलो गाइज, म चाहिँ घर आइसकेको छु। घर आएर पनि नुहाइधुवाइ गरेर अनि फ्रेस भएर बसेछु। आज चाहिँ खतरा रमाइलो भयो। आजको दिन चाहिँ शनिबार। खासमा हामीले मोमो बनाएर खाने भनेको थियौँ आफैले क्लासमै, तर टाइम नमिलेर यताउता भएर त्यही भएर बाहिरबाटै मोमो ल्याएर चटपटे बनाएर कोक ल्याएर क्लासमै खायौँ। जियोस् रमाइलो भयो। यो चाहिँ मेरो फर्स्ट भ्लग। सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला अनि साथसाथै लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि त्यही हो, मलाई चाहिँ हल्का बोल्न आउँदैन, अहिले नि नर्भस फिल लागिरहेछ। अनि हाँस्न चाहिँ फेरि खतरा आउँछ मलाई। फेरि हाँस्नु त खतरा हो। त्यही हो, अबको दिनहरूमा चाहिँ भ्लगहरू आउनेछ अनि डान्सको भिडियोहरू सर्ट भिडियोहरू पनि आउनेछ। बिस्तारै सिक्दै जाने आफैले। पहिला डान्स पनि त कहाँ गर्न आउँथ्यो त नि मलाई, बिस्तारै सिक्दै गएँ। अहिले आउँछ अलिअलि भयो भने, धेरै अहिले नभए भने अलिअलि त आउँछ। त्यही हो, ल बाई बाई, टेक केयर, सी यू।